हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुन्छ होला। अनि म पनि सन्चै छु। आज चाहिँ म हिँडेको साथीहरू मेरो दिदीलाई लिनलाई। मेरो दिदी चाहिँ रौतहटबाट मात्रै हुनुहुन्थ्यो, अनि ढिलो आइपुग्ने भएर म चाहिँ चोकमा लिनु जानुपर्ने भयो। यो चाहिँ धरमपुर चोक हो। कति ढिलो आइपुग्यो साथीहरू। कहाँनिर खोइ आन्दोलन हुँदैछ अरे यिनीहरू अघि कहाँनिरतिर, अनि ढिलो आइपुग्नु भयो क्या 6-7-8 बजीतिर। अनि म चाहिँ पर्खी बसिरहेको थिएँ चोकमा। अनि अटो दाइलाई भनिओरी अनि हामी भेट भएर गयौँ घर। यो चाहिँ हामी जाँदैछौँ, यति बेला चाहिँ जाँदै थियौँ हामी साथीहरू। के गर्नु, गाह्रो छ हौ, धेरै टाढो हुँदा पनि। मेरो दिदी बल्ल तल्ल आउनुभएको, कामले के गर्नु आउनै भ्याउँदैन। सबैको त्यस्तै हो। यति बेला चाहिँ हामी कति खुसी भएको थियौँ दिदी बहिनी भेटेर। हेर्नु न, बल्ल तल्ल 2-3 वर्षपछि भेट भएको। यो चाहिँ हाम्रो दिदीको नानी हो साथीहरू। घर पुग्न लागेको थियौँ, यो चाहिँ भिडियो उल्टो भएछ हेर्नु न। अनि हामी कति यति बेला चाहिँ पाराबारीतिर पुगेको थियौँ। पाराबारीतिर पुगेर पनि उदो लागेको थियौँ। त्यहाँबाट जाँदै थियौँ हामी दुःख सुखको गफ गर्दै। यति भन्दै थ्याङ्क्स फर वाचिङ।